हेलो सेवान्ने सबैजनालाई। यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि मलाई चाहिँ अब एडिटहरू पनि गर्नु आएन, तर यतिको काम चलाउ भएको छ। आजको हाम्रो जर्नी चाहिँ रहेको छ हाम्रो मेरो मूल घर जाने। सो मेरो मूल घर चाहिँ इलाम बाख्खोर हो। चाहिँ नयाँ बाटो देख्नु हुँदैछ होला। इलाम जाँदा चाहिँ पहिला कन्या हुँदै जानु पर्थ्यो भने अहिले चाहिँ यता बेलासेको बाटो खुलेको रहेछ, तर बाटो चाहिँ धेरै अप्ठ्यारो छ। यो बाटोबाट चाहिँ छिटै पुग्न सकिने रहेछ। यो बाटोबाट चाहिँ हामी झन्नै इलाम 0 पोइन्ट नै 2 घन्टामा निस्केको थियौँ होला। तपाईँले देख्न सक्नुहुन्छ अस्तिको बाढीहरूले त्यसरी पुलहरू भत्किएको रहेछ र यो हामी चाहिँ खोलाको बाटो हुँदै गयौँ। भिडियोहरू पनि धेरै नै हल्लेको रहेछ। अब यसको कारण चाहिँ बाटोले गर्दा हो। बाटोहरू चाहिँ धेरै अफरोड छ अनि त्यही भएर भिडियोहरू चाहिँ धेरै हल्लिएको रहेछ। अब यसमा मान्छेको भन्दा पनि बाटोको गल्ती देखाउनु पर्यो होला। यो बाटोले चाहिँ एकदम छिटो पुर्याउँछ, तर धुलोहरू चाहिँ धेरै नै छ अहिलेको समयमा चाहिँ। यो भिडियो चाहिँ मैले जाँदाखेरि गरेको थिएँ। अब आउँदाखेरि चाहिँ यो बाटो हिँड्नै नहुने खालको थियो, किनभने त्यो अघिल्लो दिनको पानी परेको कारणले चाहिँ यो बाटो धेरै बिग्रेको थियो। तपाईँहरूलाई म त्यो भिडियो चाहिँ लास्टतिर राखिदिन्छु आउँदाखेरिको चाहिँ। यो बाटो चाहिँ अहिले मात्रै ठिक हुने रहेछ, पछि बर्खायाममा चाहिँ गाह्रो हुने रहेछ। तपाईँले देख्न सक्नुहुन्छ यो बाटो चाहिँ धेरै नै अप्ठ्यारो छ। कुनै ठाउँमा चाहिँ एउटा गाडी साइड लाएर अर्को गाडीहरू चाहिँ जानुपर्ने पनि त्यस्तो खालको ठाउँ छ यसमा चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले चाहिँ धेरै हरियाली छ अनि एकदम राम्रो थियो, तर भिडियोमा चाहिँ अब त्यहाँ देखेको जस्तो चाहिँ आएको छैन। तपाईँहरूले बाटो देख्न सक्नुहुन्छ यस्तो अलिक अप्ठ्यारो नै थियो अनि यो चाहिँ पहिलाको बाढी पहिरोहरू आउँदा त्यसरी खसेको थिएछ। अनि तपाईँहरूले अघि त्यो भाँचेको पुल पनि देख्नुभयो होला, यो यसकै ठाउँको थियो अलिक परमा। यो चाहिँ माई खोला हो। अहिले चाहिँ ब्याकग्राउन्ड साउन्डहरू चाहिँ सबै अफ गरेको छु, किनभने त्यतिखेर भिडियो गर्दा चाहिँ धेरै हावाले पनि हानिरहेको थियो अनि गाडीको पनि म्युजिक धेरै नै ठुलो बजिरहेको थियो। अनि यो चाहिँ हो हाम्रो इलाम बजार। तपाईँहरूले देख्न सक्नुहुन्छ यति सफा छ क्या इलाम बजार। फोहोरहरू तपाईँले जथाभावी फालेको देख्न सक्नुहुन्न। हामी चाहिँ इलाम आएर पनि अर्को गाडी चेन्ज गर्नु पर्यो, किनभने रक्सी जाने गाडी चाहिँ बिहानै आउने रहेछ अनि हामी चाहिँ अलिक ढिलो पुगेको थियौँ। सायद म इलाम धेरै पछाडि गएर होला, मैले चाहिँ धेरै चेन्जहरू देखेँ। यो चाहिँ मेरो माउली घरदेखि अलिक माथिको डाँडातिर हो। मेरो माउली घर पनि इलाम नै हो, इलाम बरबडे। अनि अहिले हामी चाहिँ मूल घरतिर गयौँ। मेरो मूल घर चाहिँ रक्से बाख्खोरदेखि चाहिँ हामी अलिक तल जानुपर्छ, खोपीघरको भन्छ हाम्रो मूल घरलाई चाहिँ। यो चाहिँ हामी सायद नेपालटार आइपुगेको थियौँ होला जस्तो लाग्छ मलाई। अनि अब यहाँबाट चाहिँ हामी बाख्खोर बजारतिर लाग्यौँ। यो चाहिँ बाख्खोर बजार साइड हो। तपाईँहरूले साइनबोर्ड पनि देख्न सक्नुहुन्छ। यो हो हाम्रो बाख्खोर। हामी चाहिँ यो राइट साइडबाट तल जानुपर्छ। यो चाहिँ हो हाम्रो मूल घर जाने बाटो। एकदम चिसो छ। चैतको महिनामा गएको थियौँ र पनि एकदम धेरै चिसो थियो। हेर्न सक्नुहुन्छ हुस्सेहरू छिनछिनमा लागेकै गर्छ। अनि अब चाहिँ हो यहाँबाट चाहिँ हाम्रो महावीर दिदीबहिनी झरना पनि जान्छ। यदि तपाईँहरूलाई पनि यो ठाउँ घुम्न आउनु मन छ भने तपाईँहरू आउन सक्नुहुन्छ। तपाईँहरू आउनुहुँदा चाहिँ दसैँको टाइममा आउनु होला, त्यतिखेर चाहिँ अलिक झरनामा पानी पनि धेरै हुन्छ र रमाइलो हुन्छ। हाम्रो जाने बाटो चाहिँ ओह्रालो छ। उहाँ चाहिँ मेरो कोपा अनि म हो। अब हाम्रो कोपाको पनि एउटा कथा सुनौँ। दिवालाई त्यसैले लागेर माथि त्यसो यसो माथि थियो, माथि पुऱ्याएर यस्तो भित्तामा पो बसिरहेको थियो। यो चाहिँ थियो मेरो कोपाको कथा। कोपा चाहिँ हाम्रो बाजेलाई भनिन्छ। यो चाहिँ हो अर्किड। यसलाई चाहिँ नेपालीमा सुनाखरी भनिन्छ। अनि अब हामी चाहिँ हाम्रो मूल घरतिर जाँदैछौँ। हाम्रो कोपा नै हुनुहुन्थ्यो। कोपा चाहिँ अलिक हिँड्न नसक्नु भएर बाङ्गाहरू लिन आउनुभएको थियो। अनि अहिले चाहिँ हामी आमा बहिनी र म चाहिँ हिँड्दै जाँदैछौँ। यो चाहिँ हाम्रो मूल घर जाने बाटो हो भनेर भ्लग बनाइदिउँ।
हाम्रो यो बाख्खोर इलाम बाख्खोरबाट झरेर चाहिँ हामी खोपीतिर लाग्दैछौँ ब्युटिफुल समी मिटु हाम्रो चाहिँ हल्का इङ्ग्लिस थियो टाइम गरिदिनु होला। नाना दानाको देखिरहेको होला चाची छैन म यहाँनिर उहाँ चाहिँ हिँड्नु सक्नु भएको छैन। हल्का झोला बोकेर नै बहिनीलाई चाहिँ हिँड्न गाह्रो भइरहेको थियो। अनि हेर्न सक्नुहुन्छ हाम्रोतिरको मौसम यो चाहिँ म हो। हामीले सानैमा झापाबाट हुर्क्यौँ, त्यसैले गर्दाखेरि चाहिँ अलिक सास बढ्ने रहेछ उकालोमा जाँदा, किनभने यो बाटो चाहिँ अलिक उकालो नै थियो। त्यसैले गर्दा चाहिँ सबैको सास चाहिँ बढिरहेको थियो। तर अलिक सल्लाह हो यो चाहिँ, अलिक जाग्दैन होला हौ मजाले चाहिँ होइन, मजाले फस्टाउँदैन होला क्या। यही त हो त। पहिला हामीहरू त्यो यो चाहिँ पहिलाको बाटो र अहिलेको बाटो चाहिँ छैन। अहिलेको बाटो चाहिँ यो हो हाम्रो। यो होइन नि, त्यो हामीले के त सुके पोखरी माथि जाँदाखेरि झ्याउहरू कति थियो नि, होइन यस्तै हरियो कलरको हुन्छ हौ। हरियो भन्दा नि अलिक खैरो कलरको चाहिँ हुन्छ। यो चाहिँ अलैँची हो। पनि गाडी जाँदैन नि फेरि, हामी त हिँड्दै गएको थियौँ सुके पोखरीसम्म नै तलबाट। हेर्न सक्नुहुन्छ कति धेरै हुसियाहरू लागिरहेको थियो। अनि उहाँ चाहिँ मेरो आमा हो, एकदम गलेर बस्नु भएको अरे, तर भारी जति सबै हामीले बोक्नु परिरहेको थियो। ओके गर्नु भइरहेछ नि त हामीलाई। अनि यो चाहिँ हो ऐसेलु। हामी जाँदा चाहिँ फल्दै थियो। यसको पाक्ने सिजन चाहिँ जेठतिर हो, एकदम मिठो हुन्छ। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम चिसो थियो। यो चैतको महिना भए पनि हाम्रो कुफी घरकातिर चाहिँ एकदम चिसो हुन्छ। मलाई चाहिँ चिसै मनपर्छ। अब हाम्रो आमाको पनि केही कुरा सुनिदिउँ न त है। अन्डेदार भन्छ यसलाई चाहिँ। यसको यो अचार खानु पनि हुन्छ। यसलाई मिठो मान्नेले पँधेरा जस्तो चाहिँ गनाउँछ, तर यो चाहिँ सर्पले ठुँगेको पनि यो निचोरेर लाउँदा र खाँदाखेरि औषधि हुन्छ। अनि यो चाहिँ बुकी फुल हो पहाडको। यो चाहिँ हाम्रो ठोट्ने, यो ठोट्नेको यसको मुन्टाको यसको अचार पनि हुन्छ। यो काँचै खान पनि मिल्छ, यो अचार खानु मिल्छ। यो चाहिँ हाम्रो मेन फुल हो तितेपाती। कोपामाइला यो रातो फुल छ, यो रातो पुतली फुल हो। यो लानुपर्छ। आमा कोपामाइला आउनु हुँदैछ। यो चाहिँ हाम्रो आमाको चाहिँ सो नै ठुलो कि तपाईँहरूलाई मैले अगाडि नै भोल्युम सानो बढाउन भनिनँ, त्यसको लागि माफ गर्नु होला। तपाईँहरूको कान कजाले फुटेन होला है। यो चाहिँ हाम्रो मूलघर आउने बेलामा तपाईँहरूले पर रातो छाना देख्नुहुँदैछ, त्यो चाहिँ हाम्रो मूलघर हो है। अर्किड यो चाहिँ यसरी जङ्गलमा फुलिरहेको हुन्छ। यहाँ चाहिँ सुनखरी भनेको होइन हो, तर हामीलाई नछुन मानेको होइन सुनखरी के लिम्चिङबुङ। यो बाटो देख्न सक्नुभयो होला। यो बाटोमा चाहिँ हिँड्नु नै गाह्रो पर्छ, तर बाङ्गाहरूले चाहिँ पाइप कुदाउनुहुन्छ क्या यो बाटोमा।
त्यही भएर पाहाडको मान्छेहरू चाहिँ एकदम खतरा हुन्छ क्या ड्राइभिङमा चाहिँ। अनि यो हाम्रो मौसम देख्न सक्नुभयो होला। अलैँचीमा पानी हाल्नुहुँदैछ, यसरी हालिन्छ यहाँ माथि माथि चाहिँ पानी। यो चाहिँ अलैँचीहरू हो। यो चाहिँ सिस्नो हो। अहिले चाहिँ हामी तलतिर जाँदैछौँ। यता कस्तो राम्रो आयो यार भिडियोमा त। यो चाहिँ हाम्रो अर्को दिन थियो। हामी चाहिँ यहाँ माथि जङ्गल जाँदै थियौँ। आमा यहाँ जब पानी पर्दाखेरि चाहिँ ठुलो खोल्सी बग्छ यहाँनिर। सक्नुहुन्छ। यो चाहिँ हाम्रो मूल घर है, खोपी। पक्नु यही होला, कोमाला बगाएर लगेको। त्यही भएर खोल्सा खोल्सी खोलाहरूलाई खोला सोलाहरूलाई सानो भन्नु कहिले हुँदैन अरे क्या। मैले चाहिँ आमा र बहिनीलाई चाहिँ अलिक माथि जङ्गलमा लग्दैछु क्या। त्यहाँनिर चाहिँ एउटा गणेश भगवान् जस्तै देखिने ढुङ्गा रहेछ। अनि म चाहिँ हिजो बाङ्गासँग गएको थिएँ। अनि त्यही भएर मैले चाहिँ दुईजनालाई त्यहाँ देखाउन लग्दैछु। गल्ती त होइन, यता माथि यता माथि जानुपर्ने। यहाँनिर माथि यहाँ क्या यहाँ यो चाहिँ हाम्रो कोपाले यहाँनिर चाहिँ हात्ती जस्तो देखिन्छ भनेर चाहिँ पूजा गर्नुहुन्छ अरे, भन्दा पनि सरसफाइ भनौँ न। अनि यहाँदेखि माथि उतापट्टि गयो भने चाहिँ ठुलो जङ्गल छ अरे। अनि यो पर रातो चाना दिएको चाहिँ हाम्रो मूलघर हो ऐको। अब लास्टमा चाहिँ आफू टुप्लिक्क आइदिएको अरे नि त यो चाहिँ। See you in next video. Hope you guys enjoy my video. Bye bye.